दर्शकबिन स्वागत छ तपाईलाई यस हाम्रो युट्युब च्यानल बेलौरी खबरमा। के नेपालमा राजतन्त्र फर्किन्छ? के नेपालमा राजा आउँछन्? के नेपालमा राजतन्त्र आए विकास हुने हो? के गणतन्त्र धोका हो? नेपालमा छिट्टै राजतन्त्र आउँछ भन्दै राजावादीहरू अहिले हौसिएका छन्। नेपालमा राजतन्त्र आए के विकास हुन्छ? तपाईलाई के लाग्छ? कस्तो लाग्छ? सुझाव सल्लाह दिनुहोला। नेपालमा राजतन्त्र चाहिएन भन्दै नेपालका राजनैतिक पार्टीहरूले भनिसकेका छन् र चैतपन्थको आन्दोलनपछि राजावादी एकदमै शान्त भएका थिए भने हिजो मात्रै राजावादीको काठमाडौँमा आन्दोलन सुरु भएको छ। यो आन्दोलन चाहिँ अब लामो आन्दोलन हुने भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बताएका छन् भने अब राजावादीको आन्दोलन झन् चर्किँदै जाने हो भन्दै राजावादीहरूले घोषणा गरेका छन् र गणतन्त्रवादीले चाहिँ राजतन्त्र चाहेका छैनन् र नेपाली नेताहरूले पनि राजतन्त्र चाहिएन, गणतन्त्रको विकल्प नै गणतन्त्र हो भन्दै नेताहरूले बताइरहेका बेला राजतन्त्रवादीहरूले चाहिँ अब काठमाडौँमा आन्दोलन चर्काउने भनेर घोषणा गरेका छन्। राजावादीहरूका नेताहरू आज एउटै ठाउँमा भेला भएर आज संयुक्त रूपमा आन्दोलन गर्दैछन्।